बीए गरेपछि खुसी हुन्छ, बीए के बाद घाटा लाग्छ। बच्चा हुन्छ न त घाटा लाग्छ। ल व्हाट्स अप युट्युब फ्यामिली, इट्स मिडिल राडर एन्ड वेलकम ब्याक टु माई च्यानल है। र आज एकदमै खुसीको दिन छ होइन। कसरी खुसीको दिन छ भन्दाखेरि चाहिँ मेरो साथीको बिहे भइरहेछ है। अनि साथी चाहिँ लगभग धेरै लामो समय अस्ट्रेलिया बसेर होइन, अहिले चाहिँ अब जस्ट एकदम छोटो समयमा को लागि नेपाल आएर अनि बिहे गरेर जाने चर्खरमा छ होइन। अनि सो उसैको बिहे हामी एटेन्ड गर्न गइरहेको छौँ। अनि कसको भन्दा चाहिँ अब म उही गरेर देखाउँछु है। अनि एउटा साथीको बिहे गाइज, ल लुक एट दिस, पुरै मण्डपमै बसिसकेको छ नि। ल हाम्रो डन चाहिँ मनिष चाहिँ यता ल है। म कस्तो नर्भस फिल भइरहेछ कि अहिले म आफ्नै साथीको बिहेमा बोल्न सकिरहेको छैन। मनिष आफ्नैको साथी साथीमा बन्धनमा बाँचिरहेछ नि। बाहिर एउटा गाडी रेडी गरिदिने लाग्नलाई चान्स छ। बाइक पनि चलाउनु, बाइक पनि चलाउनु गएर फोन गरेर फेरि त्यसो छैन जस्तो फोन नि। बाइक छ के गर्ने, भाग्ने हो। बाहिर बाइक छ कि अरे, अझै चान्स छ के गर्ने। बन्धनमा बाँधिनु भन्दा अगाडि रिएक्सन उसको रिएक्सन भयो। अब स्पिकरमा राखेर त भन्नु मिलेन। ए भाग्ने हो, बन्धनमा बाँधिनु भन्दा अगाडि नै बाइक रेडी छ बाहिर। फोनै काट्दिएर हाल्यो। जो गएर त्यही हुन्छ। थाहा छैन मलाई त, गएर अहिले दिन त होला नि। साइलेन्टमा राख्यो, फोनै साइलेन्टमा। अब मैले मेरो मन अन्तरात्माभित्रबाट चाहिएको मेरो होइन श्रीमानज्यू पाल्नु भएको म खुसीले चाहिँ स्वागत गर्छु। अनि यसरी म यहाँ पढ्छ पास गर्छ अनि आफूले दिने है। म यहाँ पास अब तपाईँ कस्तो लागिरहेछ तस्विर? अलि लजाउनु पर्यो है अश्विन। यो त भन नि होइन, अलि मुस्कुराएर। लाजै छैन। बल्ल काला रातो भयो अश्विनको। आजबाट तपाईँ चाहिँ मेरो श्रीमती भयो भनेर सम्झेर लाउने। नानीले पनि अब उहाँको श्रीमानको चाहिँ म अब श्रीमती भयो स्वीकार्छु म भन्ने हृदयमा साथ अनि लाउने। लु असिन खुसी खुसी देख्छु त।
लजाउँदैन त ओ हेर खै एकचोटि फेरि दियो ल यो मुस्कान ल बाबा बिहे गर्दाखेरिको मुस्कान बिहे वा हक्क लाएर कस्तो भाइ त कस्तो खतरनाक भएछ यार एक्सपेक्टेसन भर्सेस रियालिटी भइदिरहेको कति 12 पास भएन अहिले चिन्यौ नि मलाई भाइ हेर न म टोया परिरहेको छु Thank you, uncle. के छ त अश्विनको खबर अब त काम छैन भाग्ने भाइ दुईटा बाइक छ भाइ भाग्न दिने हो त भाउजू नदिने स्कुटर अलिक मिलेन नि त बाइकमा भयो अलिक छिटो भाग्नु मिल्छ नि त पछाडि ल अब अश्विन भन तिम्रो आजबाट हौ कस्तो काम लागेन नि भाउजूलाई देखेँ होइन भाउजू हेर्ने मर्री अप्दै गराएको थियो त के भन्छ यस्तो खुसी बेहोला होइन मैले जिन्दगी यहाँ पहिलोचोटि देख्दैछु अघि माला लागेको थिएँ कस्तो फिल भइरहेको छ त सबभन्दा धेरै मिस कसलाई गरिरहेको छ ल भन्दै भए होइन अस्ट्रेलियन बोइज होइन त बोइज भने मिस गर्दैन नि मनिषलाई कस्तै अरे यहाँ बेहुलालाई हानिस भने त गएछ है मनिष बेहुलालाई छुने होइन नि आज फेरि त्यहाँ हेर्न पारा हेर्न ल सब्सक्राइब गर्नु भन बिहेको दिन मिडल राइडरलाई सब्सक्राइब गर्नु लाइक गर्नु शेयर गर्नु कमेन्ट पनि गरिदिनु ल है त गाइस आज हाम्रो चाहिँ साथीको बिहे धुमधडाकाले भयो होइन सब्सक्राइब गर्नु भनेपछि अब गर्दै हाल्नुहुन्छ अनि यो चाहिँ हाम्रो अलिकति अब त्यस्तै खाले मान्छे खतरनाक हो कि होइन एकदम सोझो मान्छे होइन एकदम तपाईँहरूले आफै कमेन्ट गर्नुहोस् गाइज कस्तो लाग्यो कसैलाई मन पर्यो भने पनि अर्को फागुनमा उडाउन सक्नुहुन्छ एक वर्षको टाइम दियो होइन अहिले त्यस्तो बन्धन छैन ल ल अब हामीले डिस्टर्ब गरेन तपाईँ पनि आउनु पऱ्यो नि मेरो भ्लगमा पाउँछु ल भन्नु त हेलो भन्दैन सब्सक्राइब गर्नु भन्दैन अनि भाउजूले सब्सक्राइब गर्नु भन्ने मात्रै गर्दैन अरे नि त आज तपाईँले फेरि अनि केटा र केटीहरूको अलिकति मनको प्रदुले केमा छ कि भन्ने कुरा मैले थाहा पाएको कारणले गर्दा उहाँहरू दुईजनको मनको कुरो गर्न चाहँदैछु है अगाडि है आज भाइले यहाँ हाम्रो नानी के अरे हान्जी लाँदै हुनुहुन्छ है आज त धेरै राम्रो छ मेकअप गरेर आएको छ होइन अनि सबैभन्दा अहिले यतिमा पनि बेहुली पनि हो हिरोनी टाइपको छ अहिले आज धेरै है मन मक छ तपाईँ भोलि गएपछि केटी जाति भनेको मेरो आमा पनि केटी हो मेरो श्रीमती पनि केटी हो र मेरो छोरी पनि केटी हुन् तर बिहा गरेपछि 20 वर्ष पाउनै पर्छ हो
आज सिलिङ छ भोलि घुँडे होला यहाँ पत्रको के अरे मैले बिहा गरेँ इच्छा छ यो त खत्तम रहेछ म अर्कोसँग बिहा गर्ने भए हुन्थ्यो भन्छ कि भन्दैन तपाईँले हो भोलि बच्चा पाउला हो अहिले त ड्राइभर साहेब के भन्ने छ पहिले हामी त गुनीमा त्यहाँ धोएर उ गर्थ्यौँ होइन अनि पिसाब गन्ध आउँछ हो भोलि गएर यसो गरेर आफ्नो श्रीमती नराम्रो चामडाङ सुनि देख्ने अरू चाहिँ टक्क हिलाएर योभन्दा यो चाहिँ राम्रो उता पनि लाग्नु क्या भन्दै भन्दैन होला सुन्नुहोस् है नत्र दिँदैन त छोरी फेरि हामी त बाँकी चाहिँ कुरो छ यहाँ हो अनि भोलि गएर अनि रोग बिमार होला अरे जति गरे नभने यो बुढी त म कुनै पशु भए बेचिन्थेँ सिधै कुनै चिज भए म यसरी खाइदिन्थेँ भनेर तपाईँले अनि हरिस खाली नखाने हो कति नै हो त हो ल त्यसो भए त हाम्रो भान्जी दिएर पठाउँ जस्तो गरे मनमा अलिकति दाया पलायो है त है त्यसै गरिकन अहिले हाम्रो उता जय साहब पुरा राजा वीरेन्द्रको सरल सिकेर दिवेन्द्र जस्तो टक्क आउनु भएको छ हो मेकअप सेक गरेर आयो होला होइन आयो होला होइन अहिले त मेरो हिरो हो भनेर अघि मुटु टुक्रो भनेर फुल चलाइसक्यो हामी खुसी छ अनि भोलि केटाको जात हो जहिले पनि एउटा कुरो छ हाम्रो यो कथा नेपालको एउटा कथा छ नि त खोजी निनी ल्याएन जोएको दोष बनाइ दिलाइदिएन छोरीको दोष भन्ने छ हामी सबैले थाहा भएको कुरा है अनि भोलि बुढो चाहिँ अब कर्मअनुसारमा भोलि गएर अनि भारी बोकेर यस्तो गरेर अहिले कोट प्यान्टमा छु भोलि च्यातीको कटु ल्याएर अनि फाटेको गन्जी लगाएर अनि यसो असिनो बसिनो गरेर यसो आउँदाखेरि यो छुत्रे बुढोसँग बित्थामै बिहा गर्नु अस्ति नै गएर मेरो ठिक थियो भने त्यतिखेर छुत्रे हुन्छ उत्रै हुन्छ होइन अनि त्यसै गरिकन केटो मान्छेको जात हो अहिले त एकदम एउटा उचलिरहेछ दिदी होइन केटो मान्छे विदेशमा केटी मान्छे फेरि अर्को घरमा जान्छ क्या है त्यस कारणले भोलि के गरेर यस्तो गर्दाखेरि आफ्नो बुढोले के दारी सारी पनि काट्न नपाउने कपालमा नुहाउनु नपरे यसो गरेर गन्दा छ्या यो गन्दा बुढो यो बुढो अरूसँग जानु पर्ने थियो भन्ने कि नभन्ने भन्दैन हो त्यसै गरिकन हाम्रो कर्म भनेको कसैले थाहा छैन आज गरिब भोलि धनी पनि हुनसक्छ धनी मान्छे गरिब पनि हुनसक्छ है अनि भोलि गएर यसो गर्दै जाँदाखेरि तिमी त यस्तोको सन्तान रहेछ त्यस्तो रहेछ पहिला म यस्तो गरेको कतिले माग्न आएको थियो मेरो भागी खपरले गरेर तिमीसँग परेछ तिमीसँग मलाई डिभोर्स दियो भन्छ भन्दैन हो ल नभन्ने भने है दुईजना मिल है कुरकानी मिल्न आएन मेमै डिसिसनै मलाई व्यवहारमा चाहिँ बोल्नु भएन है अनि त्यसैले गर्दा तपाईँ दुईजनाको त्यति साँच्ची नै तपाईँले अहिले भनेको कुरा साँच्ची नै हो दुईजनाको हो अब जिम्मेवारी तपाईँ दुईजनाले थप्यो के थप्यो भन्दाखेरि हिजोसँग तपाईँ हिजोसम्म खेले पनि साथीको घरमा गएर जे खाए मतलब फ्री थियो आजबाट तपाईँ को जीवनसाथी हो नानी पनि हिजोको साथीसँग गए पनि खेले पनि जहाँ मतलब थिएन तर आजबाट तपाईँ एकजना पनि उहाँको सल्लाहभन्दा बाहिर जानु भएन उहाँ पनि आज यहाँबाट उहाँको सल्लाह बाहिर जानु भएन मेरो आमाले बोलाउने मिलिक्क माइत जस्तो गाउँ जस्तो फेरि अरूसँग जाने साथीहरूको घरमा तपाईँ फेरि मेरो साथीहरू बोलायो भने अरू पनि छैन गयो भने त अनि तपाईँहरू के हुन्छ त अहिले यस्तो भएको मान्छे यस्तो त्यो हुने मेन कहाँ छ मोबाइलभित्र छ है आजबाट मेसेज कन्ट्रोल डिलिट एकदम अहिलेको नराम्रो शत्रु हुने मोबाइलभित्र छ हजुर मोबाइल नै अहिले म बिहा गर्दै ल साथी नै भन्नु हो ल ल त्यसो भयो भने तपाईँ दुईजना एकताली यस्तो अङ्गमान मार्ने ल अब उहाँहरूको कार्यक्रम अब छेथर गर्ने है कार्यक्रम भयो अब क्षेत्र भयो है
आजबाट छोरो नि बन्धनमा बाँधियो कस्तो लागिरहेछ रमाइलो छ नि तिमी चाहिँ कति क्लासमा पढ्छ म 3 क्लासमा ए ऊ चाहिँ 3 मा तिमी चाहिँ 3 मा हो होइन बिचरा ल कस्तो अचम्म भने ल गाइज है साँच्ची भने ल कस्तो लिटरली के बच्चाहरू कस्तो कोइन्सिडेन्ट भइदिएर हाने ल ऊ र हाम्रो यो भाइ र यो चाहिँ ट्विन्स रे होइन ल उस्तो अस्ति अलिअलि देख्छ पनि तर तिमी बहिनी र तिमी त ट्विन्स त होइन यार साँच्ची ट्विन्स हो त्यही त भाइलाई चाहिँ अलिक घाममा डढा छ नि धेरै राखेको छ होइन श्रेष्ठ भाइ तिमी त उता भाइ तिम्रो नि ट्विन्स छ तिम्रो नि ट्विन्स छैन है झन्न रहेन रहेछ नत्र पनि यहाँ गजब हुन्थ्यो अहिले ल हेलो भनिदियो ल सबले ल भ्लगमा ल हेर है साथीको बिहे होइन ल ल ल भाइ दाइलाई के दिने ल भन दाइ भाउजूलाई ल ल एउटा अब यो घुम्ने पनि एउटा बन्दुक चाहिँ किन चाहियो नि कारमा घुम भनेर क्या हनिमुन बन्दुक चाहिँ किन चाहियो नि बन्दुक पनि दिनु ल नै हो नै चाहिँ एउटा यो ठुलो ल्याइदियो अनि बन्दुक चाहिँदैन के हामीले चाहिँ गिफ्ट किनेर है गाइज यहाँ पसल छैन त्यो ऊ पनि लिएर आएर दिउँ न पर उठाउने झाडु एउटा यो अब दाइ भाउजूलाई दिनु लाग्यो बेहुला बेहुलीलाई दिनु ला 500 बिहे गरेपछि खुसी हुन्छ बिहेको बाद घाटा लाग्छ पत्ता हुन्छ न त घाटा लाग्छ ल है ल आइसक्रिम दिनु सबैजनालाई ए झाडु र ऊ कप पुगेन क्या झाडु त यहाँ पाउँदैन ल हेर्नु ऊ अब झाडु किन्न गयो नि झाडु र कुचो रमाइलो ल Meanwhile, ल है चाहिँ खुरापति दिमाग नि अब बच्चैदेखि मनिस त्यस्तै हो है क्लासदेखि नै अझै आन्टीलाई सोधी कुचोली लिएर आऊ कि नै भनेर सोधिरहेको थिएँ कि आन्टीले भन्दै हुनुहुन्थ्यो त्यही पनि अब उहाँ उसले कहाँ मान्छ त अब यहाँ कुचो किन लगाइरहेछ साथीलाई बिहेमा गिफ्ट कुचो र भाडा भन्दैछ अब ल अब बिहेपछि त्यही दिनहरू आयो भन्ने थियो यो दिनुपर्ने बरु टक्क लाएर मनिष हाउ वाज योर फिलिङ्स रे रमाइलो लागिरहेको छ नि यो पनि दिने हो कि पैसा सँगाल्यो भने एउटा कुचो निकाल त यो के भन्छ यसलाई यो झाडु दिनु यो चाहिँ दिनु यो वाला चाहिँ दिनु यो दिने अलि ठुलोवाला दिनु ल अलिक घप्प परायो नि अलि यसो फुल जस्तो होस् हेर्दाखेरि नि कुचै ठेटै परेको कुचो ल्याएछ भन्दा फेरि दिदी यार त ठेटो छ यार अलि फुर्र परेको meanwhile, फुक न ल यो चाहिँ यस्तो रहेछ है गाइस ल लाइट बोल्दो रहेछ यो चाहिँ राम्रो रहेछ नि यो उड्नु पनि पर्ने हो कि कि धोनी स्पोन्सर है स्पोन्सर आउनु पर्यो धोनीबाट थालाफर रिजन हो क्या थालाफर रिजन गाइस यो चाहिँ कुन कम्पनी हो हाडा धोनी हाडा ल गाइस हामीले त यहाँ पुरै फर्चुनरै दियो नि खै यत्रो धेरै ठुलो ल्याइदिएर यो त खोलेर अब नहोस् यो चरा चाहिँ आज अघि उडाएको थियो फेरि समातेर ल्याएको ठिक छ परेवा उडाएको थियो है मोटे थियो नि साटेर ल्याऊ है ल है मोटु ल ल गिफ्ट लिफ्ट ल उठ्नु पर्यो नि त गिफ्ट लिँदाखेरि भनेर एउटा बुझाएर ल यो चाहिँ भाउजूलाई ल यो पनि बुहारी नानीलाई त्यहाँ थिच्नु लाइट बोल्छ ल
अब यो चाहिँ यसैलाई तँलाई यो मनपर्छ नि त होइन ल अब भाँडा माझ्ने दिन तेरो आए यो चाहिँ भाडा बाँध्ने बढाएर पनि तैँले त पर्छ नि गाडीमा चाहिँ हनिमुन जानु ल ल के गायो मोटे अब यो यसो यसो माथि उठाऊ बदलाई ल समाज त्यो उडाएर बस्ने छु बोलाएर अलि लामो पारिदिनु पर्ने भात खानेलाई पनि नखोल्ने केही नभन्नु मलाई हामी मिल्नुपर्छ साथीभाइ भने त ल ल एउटा फोटो अब यसमा ल ल कस्तो मनी खिच्ने कस्तो सही देख्यो अरे ल सक्यो है गाइज फाइनली गिफ्ट चाहिँ सक्यो ल कुचो चाहिँ यहाँ छ हनिमुन जाने गाडी त्यहाँ छ ल यहाँ चाहिँ अनि हाम्रो भाँडा मान्नलाई नै पाइहाल्यो अश्विनले चाहिँ उडाउँदै बसिरहेको छ त्यहाँ त्यो बटन थिच्नु न त्यहाँ एउटा लाइट बोल्छ ल ल बेहुला हाम्रो गोठे बेहुलाको बे कस्तो भयो इन्टरभ्यू लिनु अब कस्तो लागिरहेको छ अरे कि तपाईँलाई यहाँ जनता जान्न चाहन्छन् कस्तो लागिरहेको छ एकदम खुसी छ हो हाम्रो गिफ्ट मन पऱ्यो कि मन परेन त्यही कुचोले तिमीले खान्छौ बेलुका त्यही बन्दको गोली किनिकिने तिमीलाई हाल्छौ बेलुका होइन त्यति आज त यसले भेट्दैन भोलि पनि भेट्दैन त्यसरी त बिर्सिहाल्छ नि अहिले बाल्दीभरलाई फोन गर्नुपर्छ अनि त्यसपछि भन्नुपर्छ सब कहानी रहस्य कस्तो एन्सी देखे है छैन है झुट नबोल न बे भन्दैमा झुट बोल्नुपर्छ त होइन फ्राइडे पार्टी फ्राइडे पार्टी है त ल अलि भाउजूले हँसाउँदै लिएर जाऊ नि 2-4वटा जोक सुनाउँदै भयो बाई बाई